ठिकै छ भन्छ तिमीले लगाएको गुण हामीले भुले छैनौँ जति गुण लगाए पनि हामीले गुण लगाएनौँ भन्दैनौँ हामीले तिमीले गुण लगाएको छौ होइन गुण लगा होइन मैले गुण लगाएको होइन मैले गुण लगाएको छु के होइन हजुरले त जे जस्तो भए पनि हजुरले किन केटाहरूलाई उठाउनुहुन्छ ल भन्नुहोस् त काम गरेको केटालाई हजुरले किन मचाउनुहुन्छ र मैले राम्रो पैसा कमाउने ठाउँमा लैजान्छु मैले राम्रो ठाउँमा लैजान्छु होइन हजुरले जान मन छ हजुरको इच्छा जानुहोस् केटालाई किन उठाउनुहुन्छ ल भन्नुहोस् त अब म जान्छु भन्दाखेरि केटाहरूले मसिन मामा म पनि जान्छु भन्छ मैले के गरौँ होइन त्यो होइन नि त त्यो केटाहरूले भन्छन् भने त होइन केटाहरूलाई हजुरले उठाउनु कुरै छैन हजुरलाई मन छैन हजुरले नगर्नुहोस् बास खतम म जहाँ जान्छु तिमी हो जहाँ जान्छौ मामा वहीँ जान्छु म पनि भन्छन् केटाहरूले केटाहरू आउँदैछन् जे कुरा गर्ने नि केटाहरूसँग गर्नु होला कति थाकेर आउँछन् केटाहरू अब बिहान 10 बजे गएको बेलुकी 12 बजेसम्म काम गरिदियो शरीर चल्दैन यार यार आज लस्टै थाक्यो यार अब यतै बसेर कुरा गरौँ अब यतै बस आज लस्टै थाक्यो आज घरतिर पनि कुरा गर्नु छ काम भनेको त काम हो यार घरबाट पैसा पठाइदिए भने जस्तो लाउँछ हाम्रो पीडा हाम्रो दुःख कसैले बुझ्दैन यार हुन त हो यार सबैको यस्तै हो यार साथी यार के गर्ने यार घरमा पनि बुझ्दैन नि तेरो त भाइ जहिले फोन गरेको देख्यो भने खालि पैसा पठाउने र अहिले मात्र भन्छन् पुरै पैसाकै लागि मात्र जस्तो गर्छन् यार तेरो त म त अचम्मै पर्छु भने देखौ घरबाट फोन आयो हेलो दाजु होइन दसैँ पनि नजिकै आयो हजुर जाँदा ऋण लगेको 3 दिनै साउले कति सताउँछन् पैसा पठाउन ढिला किन गरिस् र भाइ पैसा पठाउन ढिला गरेको होइन यहाँ त हाम्रो महिनौ भयो अहिलेसम्म हाम्रो पैसा पनि आएको होइन राख फोन तिमीहरूलाई त रमाइलो मात्र छ यहाँ हामीलाई कति दुःख छ घरमा पैसा बुझेर च्याम्म खालस गरे त्यही बरु गरे चाहिँ रमाउँदै बसौँ त तेरीमा ए भाइ रमाइलो भन्छस् बिहानदेखि रातिसम्म यहाँ पसिना बगाएर खानु नपाउँदैन रुन परेको ए यो रमाइलो होइन यस्तो मेरो मात्र सबैको ए भाइहरू किन यसरी झगडा गर्छौ घरमा सजिलो लाग्छ होला दाजुहरूले छोराहरूले सजिलो पैसा कमाउँछ भनेर कति दुःख हुन्छ कमाउनलाई बुटा फल्छ र तर वास्तविक के हो उनीहरूले बुझ्दैनन् स्वास्थ्य सुख निद्रा बेचेर हामीले पैसा कमाएर घर पठाइन्छ ऊ सागर भान्जाको हेरो सागर भान्जा पनि त्यस्तै छ मामा म पनि के गर्नु घर सम्झेर मन पोल्छ तर कहिले बुझ्दैन तर म अब जाँदिनँ जति सपना देखेको छु त्यो पुरा नगरी म अब जाँदिनँ चाहे घर चाहे देश किन नबिर्सिनु परोस् पुरा नगरी म अब जाँदिनँ हामीले यहाँ आफ्नो उमेर बेचिरहेको छौँ मामा हामीले पैसा त पठाउँछौँ तर परिवारसँग बिताउने क्षण हराउँदै गइरहेको छ लेखेले घर धान्छ तर परिवार तोड्छ पैसा आए पनि भाइ मन त खालीको खाली भइन्छ भाइ अङ्कल हिजो त दाइसँग किसिम रिसाउनु भएको थियो आज त नर्मस भएर बस्नु छ मामाले त हिजो काम छोडेर जान्छु भन्दा त मलाई निकै नै भएको नि लास्ट भएको कि अनि प्रकाश भाइले पनि फुल्ली सपोर्ट गरेको मामालाई तर त्यस्तो होइन नि त वास्तवमा मलाई एक्लै पार्न खोजेको के यिनीहरूले
त्यस्तो नहुनुले काम र दुःख एउटा परदेशको कथा हो। अनि आँसु नै हाम्रो साथी हो। भाइ जहाँ पैसा त्यहाँ मेहनत सब थोक होला भनेर भनेको मैले। हो साथी, जहाँ पैसा वहीँ मेहनत।